Good morning and namaste. This is Deepu from Gorepani, located at 2,874 meters from sea level. It is one of the great viewpoints in Annapurna region. Today, I am going to show you one of the best hotel in Gorepani. The Sunny Hotel, owned by Captain Poon, has more than 60 rooms, including meeting hall, cafe, luxury room and command room. This is one of the luxury room available over here. It has a electric blanket attached with free Wi-Fi, 24-hour hot shower, mirror, cupboard, everything it has. यसमा छुट्टै रुम हुँदै छुट्टै हो होइन त्यो छुट्टै रुम यसमा के हुने भयो दाइ फ्यासिलिटीहरु यसमा अट्याच बाथरुम 24/7 हट शावर अनि इन्टरनेटको सुविधा छ 100 हजुर सबै रुममा छ 100 MBs को स्पिड छ अहिलेको लागि अनि सबै काठको डेकोरेसन हो हट शावर जतिखेर नि हजुर स्मोकिङ चाहिँ एलाउ छैन रुममा बाहिर बाल्कनीबाट कुन हिमाल देख्छ दाइ यहाँबाट सबै देख्छ यहाँ घोरेपानीबाट देखिने अहिले चाहिँ बादल लाएर केही पनि देखेको छैन यहाँबाट अन्नपूर्ण साउथबाट गुर्जा हिमाल वहाँसम्म सबै देखिन्छ राम्रो रहेछ दाइ सबै कोठाहरूको बाल्कनी छ अनि सबै बेडहरुमा चाहिँ हामीले हिटिङ लगाइदिएको छौं यो हिटिङ अन गरेपछि भयो नि त हजुर यो इलेक्ट्रिक ब्ल्याङ्केट जोड्ने इलेक्ट्रिक ब्ल्याङ्केट अर्को एक्स्ट्रा हाल्नु पर्छ कि के छ यसमै एट्याच हो सबै रुममा छ हरेक बेडमा छ सिंगल बेड डबल बेड यो चाहिँ हाम्रो सबभन्दा स्पेशल अट्याच बाथरुम सबै रुमहरुमा यसकै सुविधा छ फ्यामिली सहित तयार बस्न मिलिरहेछ नि त हजुर टोयलेट ओके टोयलेट पनि नाइस एन्ड क्लिन छ अब यसलाई चाहिँ जनरली अब कति सम्ममा बेच्नु भएको छ जनरली अब सिजनको बेलामा यसको रेट 2500 हुन्छ हजुर अनि अहिले अफ सिजनहरुमा 1500 बाट सुरु हुन्छ यो भन्दा सानो रुमहरु चाहिँ 15 बाट सुरु हुन्छ 1500 नमस्ते धन्यवाद एकदमै राम्रो छ यहाँ यो घोरेपानीमा यति हाई एल्टिट्युडमा एकदमै राम्रो रुमहरु छ हामी अहिले घोरेपानी 27 60 छौं अनि माथि घोरेपानी पुनिल चाहिँ 3210 हो अनि दुखो सुखो गरेर बनाइएको छ एकदमै राम्रो छ दाइ ल After we explore some luxury room, they do have a other room with attached toilet also. They do have 8 room with attached toilet and 42 common room. It is beautiful properties they do have. They do have a coffee machine, some cakes, the good television just in front of great dining. It's beautiful kitchen inside, very clean. Very delicious food they serve it. They do have a this is the counter over here and it is all about this is the dining over here. When the clear weather you can see some beautiful mountain too. This is the warm heating system, so they in the cold at the night time they will turn on that heating. Actually they will use firewood to make more warmer dining at the evening. So when the weather is very clear you can see the mountain from the windows of the dining too, so it is really clean, beautiful dining over here we can see. So to be honest, like if you are exploring, if you are hiking to Gorepani, I highly recommend this hotel for luxury stay. So the people are very kind. You can stay overnight here very relaxedly and nicely. The people are beautiful, so this is the future plan of their maybe they will use this hall as a coffee shop or seminar hall. They are just trying to maintain it for the future. So let's hope when I come next time I can have a coffee, some bakeries, staying
over here. Thank you so much for watching. Good luck. सबैलाई नमस्कार। म घोरेपानीको क्याप्टेन डमबहादुर पुन, सन्नी होटल प्रोपराइटर। अनि यो होटल पहिला म इन्डियाको लाउरे हो। सानोबाट पैसा थिएन त्यो बेलामा, 30,000 को पैसाबाट मैले बनाउन सुरु गरेको हो। त्यहाँबाट ठुलो 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 व्यापार अनुसारको रुम बढाउँदै गइयो। अहिले यहाँ ममा चाहिँ एउटा 13 वटा रुम एकदम डिलक्स रुम छ। त्यो 13 वटा रुम बहुत डिलक्स रुम। एउटा फेरि अर्को यो नर्मल रुम छ, 8 वटा छ अट्याच बाथरुम। बाँकी जो छ 42 वटा कमन बाथरुमको छ। अनि नेपाली भाइहरू गाइड पोर्टर सुत्ने कोठाहरू चाहिँ 27-28 वटा कोठाहरू छन्। मेरोमा आफूले भने जस्तो अनुसार राख्यो भने 108 जना टुरिस्ट। अनि नेपाली गाइड पोर्टरहरू हिसाब गर्ने हो भने 70-80 जना अलग्गै गर्छ। यो क्षेत्रमा म मात्रै हो यही हिट पम्प लगाएको। बहुत धन्यवाद। अनि त्यहाँ त इलेक्ट्रोनिक ब्ल्याङ्केट लगाएको हुन्छ हाम्रो त। अब भतभतै तातो हुन्छ जाडोमा पनि। हस् ल, नमस्कार, धन्यवाद।